हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला है त। एकदम सुन्दर गोल्डन रिट्रिभरको बच्चा चाहियो भने पनि छ ल, हेर्नुहोस् त कस्तो राम्रो छ। त्यस्तै गरी हस्की चाहियो भने हस्की पनि छ ल, हेर्नुहोस् त यस्तो राम्रो राम्रो हस्कीहरू कपर कलरको छ। ल बस ल दुध खा। ल हस्कीको बच्चाहरू यो चाहिँ हामीसँग चाहिँ हस्की गोल्डन रिट्रिभरहरू बढी मात्रामा पाइन्छ। ककर स्प्यानियलहरू पनि लगभग लगभग रेडी। एभ्रिवान वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हाम्रो ककर स्प्यानियलले बच्चा पाइरहेको छ है। 4वटा बच्चा पायो। यसरी बच्चा पाएपछि हामी सँगै बस्नुपर्ने हुन्छ, यो सँगै यसलाई साथ दिनुपर्ने हुन्छ, हेर्नुपर्ने हुन्छ है। बत्ती 250 वाटको बत्ती बालेर यसरी हेर्नुपर्ने हुन्छ। ल हेर्नु त 4वटा बच्चा पायो अहिलेसम्म चाहिँ। 4वटा मेट भएको छ। ल हेर्नुहोस् है गाइज, आज चाहिँ म यता डग फार्ममा बिजी। आज हाम्रो ककरले बच्चा पायो, हिजो हस्कीहरूले बच्चा पायो। ल यस्तो छ है हाम्रो बच्चा पाएको चाहिँ। ल यो चाहिँ हाम्रो हस्कीको बच्चाहरू रेडी भएको। ल तपाईँहरूलाई चाहियो भने यो बच्चाहरू चाहिँ रेडी छ है। यो बच्चाहरू चाहिँ लिन सक्नुहुन्छ। चाहियो भने कन्टिजुको औषधि खाएको उनीहरूले। ल यस्तो छ है हाम्रो चाहिँ गोल्डन रिट्रिभरको पप्पी रेडी छ, हस्कीको पप्पी रेडी छ। ल हस्कीहरू लानुहुन्छ भने आज भोलि नै लिन्छु भन्नेहरूलाई पनि ल कन्ट्याक्ट गर्नुभयो भने चाहिँ आज भोलिमै चाहियो पप्पी मलाई हस्कीको भन्नुभयो भने ल लिन आउनुहोस्। हाम्रो चाहिँ लोकेसन चाहिँ नयाँ ठिमीबाट भित्र मध्यपुर हस्पिटल हुँदै चित्रपुर चोकमा आएर फोन गर्नु पर्यो। चित्रपुर चोकमा आएर फोन गर्नुभएपछि त्यही नजिकै हो। तपाईँ आएर हेरेर खेलाएर लान सक्नुहुन्छ। कुकुरहरूको राजा ब्रिटिस बुलडग, किङ बुलडग ब्रिटिस। यो भाले, यो पोथी भाले पोथी पियर। ल जाऊ त जाऊ। ब्रिटिस बुलडग नि छ हामीसँग। ल हेर पोथीले मलाई देखाएन, भाललाई मात्रै देखायो। ए नाइज 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 एकछिन नाइज। ल बुलडग है यो चाहिँ हाम्रो। यो हस्की चाहिँ आज 32 दिन भयो है। यो पनि बुकिङ ओपन। तपाईँहरूलाई चाहियो भने ब्लू आइजमा ल एकदम राम्रो राम्रो क्युट पपीहरू यो पनि छ है। यसको चाहिँ मदर इन्डिया इम्पोर्ट हो भने बाउ चाहिँ थाइल्यान्ड इम्पोर्ट हो। दुईटाको कम्बिनेसन, दुईटाको बच्चा र सब कपर कलरमा ब्लू आइजमा छ। यो चाहिँ ब्लू आइज, नर्मल आइज, हट आइज सबै थरीको बच्चाहरू छ हामीसँग। ब्लू आइज लिनु भन्छ अलिक महँगो पर्छ, त्योभन्दा अलिकति सस्तो लिनुहुन्छ भने डबल आइज भन्छ। एउटा रेड एउटा ब्लू भएको दुई थरीको आँखा भएको हुन्छ। हेर्दै भूत जस्तो डर लाग्ने हुन्छ त्यो चाहिँ हट आइजमा चाहिँ। त्यो बच्चाहरू पनि छ। अनि ब्लू आइज चाहिँ चाहिन्छ मलाई, निलो आँखै लिन्छु भन्ने नि छ। अर्को नर्मल आइज मलाई हस्की नाम हस्की भएको चाहियो, आँखा जस्तो भयो नि हुन्छ भन्ने हुन्छ भने चाहिँ त्यो चाहिँ अलिक सस्तो पर्छ। त्यो चाहिँ 15,000 देखि 20,000सम्मको रेन्जमा तपाईँलाई आउँछ। भनेपछि हट आइज 20 देखि 25,000को बिचमा आइपुग्छ है। 20 देखि 25,000को बिचमा आइपुग्छ हट आइज। दुईटा आँखा, एउटा रातो एउटा निलो भएको। त्यस्तै दुइटै निलो भएको लिनुहुन्छ भने 25 देखि 50,000को रेन्जमा छ है। अब तपाईँलाई कति बजेटको कस्तो खालको प्यारेन्टबाट निस्केको बच्चा चाहिने हो त्यो अनुसारले हुन्छ बच्चा। अब तपाईँले आएर प्यारेन्ट हेरेर सबै गरेर लिन सक्नुहुन्छ। हाम्रो चाहिँ यो फार्म तपाईँको यो नयाँ ठिमीबाट भित्र चित्रपुर चोक भन्छ। चित्रपुर चोक छेउमा आएर तपाईँले फोन गर्नुभयो भने चाहिँ हामीले यो बच्चा तपाईँहरूलाई उपलब्ध गराउन सक्छौँ। अब यो भिडियोमा आएको चाहिँ फेरि यो थाइल्यान्ड इम्पोर्टको है। यसको चाहिँ 5वटा बच्चा छ। यो बच्चा चाहिँ फेरि अलिकति महँगो पर्छ। यसको चाहिँ तपाईँको यो बाउआमै थाइल्यान्ड इम्पोर्ट, थाइल्यान्डबाटै इम्पोर्ट गरेर पोथीको बच्चा हो यो। यो चाहिँ तपाईँको लिनुभयो भने त्यही 50 देखि 65,000को बिचमा पर्छ। अब तपाईँले एउटै आमाको बच्चा पनि किन 50 किन 65 भनेर लाग्छ भने चाहिँ अब एउटै आमाबाट निस्केको बच्चाहरू पनि कोही अब कस्तो क्वालिटीको निस्किन्छ, कोही कस्तो क्वालिटीतिर निस्किन्छ रहेको नि बाउ बाजे हजुरबाउको जिनतिर पनि जान्छन् कि। त्यसले गर्दाखेरि चाहिँ प्राइसहरू फरक पर्छ। यो चाहिँ एकदम कपाल उल्ली कोट भन्छ। कपाल एकदम बाक्लो झप्प परेको हुन्छन् कि यिनीहरू चाहिँ।
त्यसले गर्दाखेरि चाहिँ यिनीहरू चाहिँ अलिकति महँगो पर्ने हो उल्ली कोट चाहिँ। यस्तै अब तपाईँको सस्तो लिनुहुन्छ भने नि हामीसँग 15,000 देखि 70,000 सम्मको हस्कीको बच्चाहरू छन् क्वालिटीमा। अब यो गोल्डन रिट्रिभरहरू चाहिँ तपाईँको भालेको 18,000 20,000 पोथीको 12,000 15,000 जस्तोमा आउँछ। ककर स्प्यानियलहरू अब रेडी हुँदैछन्। यस्तै चाहियो भने हामीलाई कन्ट्याक्ट गर्नु होला।